नमस्ते। म सम्झना ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर उदयपुर कतारी 3 मा अवस्थित सिटी भेटीद्वारा मान्यताप्राप्त ट्रेनिङ सेन्टरबाट म सम्झना तामाङको यहाँहरूलाई स्वागत अनि नमस्ते। सो आज हुनुहुन्छ मेरो प्रिय स्टुडेन्ट, उहाँको नाम चाहिँ सबिना राई दनवार रहेको छ र धेरै खुसी छु मलाई रोजेर आइदिनु भएको छ। साथै एकदमै एजुकेटेड होइन, सबभन्दा ठुलो कुरा एजुकेसन एकदमै इम्पोर्टेन्ट हुन्छ। तसर्थ आज म उहाँलाई चाहिँ केही क्वेसनहरू गर्न चाहन्छु। सबिनाजी, हजुरलाई चाहिँ केले चाहिँ फोर्स गर्यो अथवा के कारणले चाहिँ मैले पार्लर सिक्नुपर्छ, मैले पार्लर सिकेर के हुन्छ भन्ने कोबाट चाहिँ इन्सपायर हुनुभयो र के कारणले चाहिँ यसरी पार्लर सिक्नुपर्छ भन्नेतिर चाहिँ मोडिनु भयो अथवा टानिनु भयो? नमस्कार। सर्वप्रथम मेरो चाहिँ यो ब्युटी पार्लरमा आउनलाई त्यस्तो धेरै इन्ट्रेस्ट त थिएन। मेरो फ्याकल्टी पनि पर्दैन होइन। मेरो चाहिँ फ्याकल्टी छुट्टै छ र पनि अहिलेको जुन सोसाइटी अनुसारले चल्दाखेरि र हेर्दाखेरि चाहिँ हामीले अहिले मान्छेहरू चाहिँ एकदम बढी एट्र्याक्ट भइरहेको ब्युटी पार्लरतिर के गर्ने, आफूलाई अलिकता केही आफूमा केही कमी भयो भने कहाँ जाने त यसलाई पुरा गर्न भन्ने ब्युटी पार्लरतिर जाऊँ न भन्नुभयो। र मेरो खासमा चाहिँ पढाइ एग्रिकल्चर हो है। र त्यसमा चाहिँ एग्रिकल्चर सँगसँगै मेरो पनि अब खाली समयमा चाहिँ के गर्ने त भनेर भन्दाखेरि एउटा सिकाइको रूपमा चाहिँ म पनि पार्लर गएर चाहिँ एउटा सक्षम हौँ न, आफूमा हुन सक्ने क्षमता हुन सक्ने जति सिकौँ भनेर चाहिँ म पार्लर आएको हो है। मैले सिक्ने मौका पनि राम्रो पाएँ। मलाई थाहा थिएन पार्लर यहाँ धेरै छन् भनेर है सुरुचोटिमा। अनि त्यसपछि नेटमा सर्च गरेर चाहिँ म यहाँ आएको हो र यहाँ आउँदा बित्तिकै सुरुचोटि म्यामसँग भेट गरेँ। त्यसपछि उहाँसँग कोर्सको सम्बन्धित विषयसँग कुरा छलफल गरियो। त्यसपछि त्यही दिनदेखिको जोइन गरेर अहिले चाहिँ एज अ फ्यामिली जस्तै भएर हामीलाई चाहिँ सिकाइरहनु भएको छ। एकदम राम्रोसँगले सिकाउनुहुन्छ। जस अरू ठाउँमा गएर म पनि बाहिर फेरो हेरिराखेको मान्छे हो है। बाहिर हेर्दा र यहाँ हेर्दा अलिकति मलाई छुट्टै तरिका पनि छुट्टै र जुन एउटा म्याम हुनुपर्ने त्यो म्याम होइन कि हामी सँगै भएर हामीलाई नै यस्तो गर्ने हो है भनेर एउटा आमाले बच्चालाई कसरी सिकाउनुहुन्छ नयाँ कुरामा, त्यस्तै